हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई हायर अर्डर डेरिभेटिभको थर्ड भिडियोमा। यो भिडियोमा चाहिँ हामी y = log x by x को सेकेन्ड डेरिभेटिभ निकाल्न गइरहेको छौं। र त्यो निकाल्नको लागि चाहिँ पहिला सुरुमा हामी क्वेशन लेख्छौं कपीमा। सो गिभन हाम्रो के छ भन्दा गिभन चाहिँ y = log x by x छ। है अब यसको फर्स्ट डेरिभेटिभ निकाल्नु भन्दा पहिला हामीले हेर्छौं कि यो प्रब्लम एनालाइज गर्छौं यो कुन फर्मुलामा जान्छ भन्दाखेरि यो क्वोशन्ट रुलमा जान्छ। क्वोशन्ट रुलले चाहिँ के भन्छ भन्दा d/dx अफ u/v छ भने u को डेरिभेटिभ इन्टु v माइनस v को डेरिभेटिभ इन्टु u/v² हुन्छ भनेर क्वोशन्ट रुलले भन्छ। यो हाम्रो फर्मुला हो। सो यो फर्मुलामा यदि हामी यसलाई ढाल्छौं भने के हुन्छ भन्दाखेरि पहिला सुरुमा चाहिँ y1 = अब यो u हो यो v हो। पहिला u को डेरिभेटिभ भनेको log x को डेरिभेटिभ 1/x इन्टु v को डेरिभेटिभ u को डेरिभेटिभ इन्टु v भनेको log x u को डेरिभेटिभ log x 1/x इन्टु v भनेको x माइनस v को डेरिभेटिभ v भनेको x x को डेरिभेटिभ 1 इन्टु u भनेको log x बाइ v² भनेको चाहिँ x को स्क्वायर। अब यसलाई सल्भ गर्दाखेरि कति आउँछ 1 माइनस log x बाइ x²। यसको फर्दर हामीले डिफरेन्सिएसन गर्नुपर्ने हुन्छ। यो त y1 मात्र आयो, हामीले y2 निकाल्नु पर्छ, सेकेन्ड डेरिभेटिभ निकाल्नु पर्ने छ। अगेन डिफरेन्सिएटिङ विथ रेस्पेक्ट टु x अन बोथ साइड लेखौं, नलेखे पनि केही फरक पर्दैन। y2 = अब यो u भयो यो v भयो, फेरि हामी क्वोशन्ट रुल युज गर्छौं यसमा। यो u भयो यो v भयो। अब पहिला के गर्नुपर्ने छ u को डेरिभेटिभ इन्टु v d/dx अफ 1 माइनस log x इन्टु v भनेको कति छ x² छ माइनस यो ठुलो ब्र्याकेटमा लेख्छौं हामी। त्यसपछि अब चाहिँ के गर्छौं v को डेरिभेटिभ इन्टु u v को डेरिभेटिभ चाहिँ 2x इन्टु u भनेको 1/log x। यो ब्र्याकेटले बन्द गरिदिन्छ। त्यसपछि तल लेख्छौं v² भनेको x को स्क्वायर हुन्छ x को पावर 4। सो फर्दर यसले डेरिभेटिभ गर्दाखेरि कति आउने रहेछ हामी निकाल्दाखेरि dy/dx 1 - x। यदि गर्छौं भने यो 0 हुन्छ माइनस यसलाई डेरिभेटिभ गर्दाखेरि 1/x आउँछ। त्यसपछि इन्टु x² को x² छ हामीसँग माइनस त्यसपछि 2x 1 माइनस log x रहेको छ हामीसँग। यो x ले यो यसले कट गर्छ। त्यसपछि हामीसँग के आउँछ भन्दाखेरि -1 माइनस 2x यसको बाइ x को पावर 4 त छँदै छ -1 माइनस 2x 1 माइनस log। अर्को पेपरमा गर्छु म 1 माइनस 1 पनि माइनस x यहाँ x बाँकी छ माइनस x माइनस 2x माइनस प्लस 2x log x बाइ x को पावर 4। अब यसलाई सल्भ गर्दाखेरि माइनस 3x प्लस 2x पावर 2x log x पावर हुँदैन बाइ x पावर 4। फर्दर हामीले x कमन लियौं भने -3 प्लस 2 log x बाइ x पावर 4। यो कट्छ, कटिसकेपछि कति रहन्छ भन्दाखेरि 2 log x माइनस 3 बाइ x को पावर क्यूब बाँकी रहन्छ। सो यति चाहिँ यसको सेकेन्ड डेरिभेटिभ रहेको छ। सो यसपछि चाहिँ हामी के हेर्नेवाला छौं भन्दाखेरि y = tan x + sec x को डेरिभेटिभ चाहिँ हामी कसरी सेकेन्ड डेरिभेटिभ चाहिँ कसरी निकाल्छौं। यसको डेरिभेटिभ यो भयो y = x² log x। त्यसपछि y = log x by x। त्यसपछि अब अर्को भिडियोमा चाहिँ हामी y = tan x + sec x को डेरिभेटिभ गर्न गइरहेका छौं। म भन्दा अगाडि तपाईहरुले गर्नुभयो भने त्यो झनै राम्रो हुन्छ। त्यति भन्दै अहिले यति नै, सब्स्क्राइब गर्नु होला।